नमस्ते एन्ड हेलो। यो मेरो सेकेन्ड पार्ट स्विमिङको स्टोरी सुन्ने होइन त? ल म भन्न सुरु गर्छु है त। र यसमा तपाईँले 9.5 देख्नुभयो। म 9.5 भन्नाले त्यहाँसम्म भनेको चाहिँ 12सम्म चाहिँ पुगेको र हेर्नु न म कति धेरै ट्यान छु। यो मेरो आइडी कार्ड र मेरो ट्यान नजिकबाट हेर्नुहोस् है त। आँखा हेर्नुहोस् न वाइट छ, बाँकी रहेको पुरै डार्क। र यो मेरो थर्ड स्टोरीको लागि मैले थोरै भिडियो हालेँ। म चाहिँ फ्लोट गरिरहेको छु र केही दिनको प्रयासपछि मसँग त हिम्मत थिएन 12 फिटसम्म जान सक्छु र यति लेन्थमा अगाडि बढ्छु भनेर। मेरो कोचलाई चाहिँ मलाई सिकाउनु पर्ने भएको हुनाले 9 दिनको प्रयासपछि कोचले मलाई 12 फिटसम्म अगाडि गई लैजान्छु भन्नुभयो। अनि यहाँ मेरो पछाडि म सँगसँगै एकजना बहिनी आउँदै हुनुहुन्छ। उहाँ चाहिँ मभन्दा अलिकति ढिलो 1-2 दिन ढिलो सिक्नु भएको, तर मभन्दा अगाडि नै 12 फिट पुग्नुभयो। यहाँ सिक्ने मध्येमा चाहिँ सबसे एल्डेस्ट चाहिँ म नै थिएँ है, एजको हिसाबले। र जति एज बढ्दै जान्छ हाम्रो स्ट्यामिना अलिक घटेको जस्तै भयो। मैले चाहिँ अब सिक्न पनि ढिलै सिकेको, मेरो स्ट्यामिनै पुगेन। स्ट्यामिना नपुगेपछि अगाडिसम्म बढ्नै गाह्रो। र जसोतसो कोच अगाडि हुनुहुन्छ, डुब्दिनँ म भनेर म जसोतसो कोच अगाडि अलिअलि छोडिदिँदै बाटो छोड्नु हुँदै म नसकी ब्रिथिङ चाहिँ बल्ल सिकेको हुनाले चाहिँ यसरी एक स्टेपमै चाहिँ म हेड निकाल्न पनि अझै सकेको छुइनँ। डबल स्टेपमा चाहिँ म हेड निकाल्छु। म जति बरु भित्र अलिक बेर ब्रिथिङ रोक्छु र फाइनल्ली म 12 फिट पुगेँ। ये कोचको फेसमा आँसु हेर्नुहोस् न। अब त्यहाँदेखि फर्किनु पर्ने, खोजले जानुहोस् भन्नुभयो, खोज त छैन अगाडि। अब पानीभित्र हेर्ने र अगाडि हेर्ने बाहेक अरूतिर त्यति ध्यान दिँदैन। अब हात चलाउने कि यताउता टाउको घुमाउने, होइन, बल्ल सिकेको त्यो पनि। अब भिडियोमा देख्दैछु कोच साइडमा हुनुहुँदो रहेछ, साइडमा कोच हुनुहुन्छ भन्ने पनि थाहा भएन। अब साइडमा कोच हुनुहुन्छ नथाहा हुँदा त म त्यो 8 कि 9 फिट कतिमा हो एकछिन त हतालिएर, तर अलिअलि भिडियोमा पनि देखिन्छ होला, कोचले पनि मलाई पछि भन्नुभयो। र म चाहिँ नसकी अगाडि बढ्दैछु। अब मैले गर्नुपर्छ भनेर चाहिँ सोच्दै र यति लामो एरियासम्म चाहिँ पुग्नको लागि र फर्किँदाखेरि चाहिँ स्ट्यामिनै नपुग्ने। स्ट्यामिना पुग्यो भने चाहिँ स्विमिङ खेल्न जति पनि सकिँदो रहेछ। त्यति त स्विमिङलाई कम्प्लिट एक्सर्साइज भन्दैन रहेछ, पुरै हेड टु टोसम्मै कम्प्लिट चल्ने। यसको सबै कुरा एकदमै बडीलाई चाहिँ टोन भन्नु अथवा एक्सर्साइज चाहिँ गरिदिने हुँदो रहेछ। र कोच साइडमा पछि थाहा पाएँ कोच साइडमा हुनुहुन्छ भनेर चाहिँ मैले देखिनँ यही भिडियोमा, र पछि निस्केपछि थाहा पाएँ। र मैले चाहिँ अब कोच नभए पनि जसोतसो साइडमा पक्रेर हुन्छ कि साइडमातिर गएर हात समातेर हुन्छ कि पुग्छु भनेरै सोचेँ। र यसरी म परदेखि हेर्नुहोस् न कत्रो लामो डिस्टेन्स छ, त्यहाँदेखि अगाडि बढ्दै कोच त हामीभन्दा एज नै हुनुहुन्छ, तर पनि उहाँको स्ट्यामिना त टन्नै छ, उहाँले सक्नुहुन्छ। उहाँ त कति इजिली गर्नुहुन्छ, सिकाउने सबै कुराहरू मलाई चाहिँ एकदम सजिलै सिकाउनुहुन्छ भन्ने चाहिँ लाग्यो उहाँलाई देखेर। र फाइनल्ली म 5 फिट 4.5 फिटसम्म आइपुगेँ। अनि म हात समातेर अड्किएँ र चाहिँ म फ्लोटिङ गर्दैछु। फ्लोटिङ गरेर पनि चल्न चाहिँ त्यहाँ कोचले सिकाउनु भएको थियो र मैले केही स्टेप गर्दै परसम्म फ्लोटिङ गरेर पनि पुग्न चाहिँ जानेको छु। र यो बाहेक पनि मैले अरू पनि सिकेको छु। अर्को भिडियोमा भेटौँला, बाई।